नमस्ते साथीहरू, यात्रामा हुनुहुन्छ भने म तपाईहरूलाई एउटा यस्तो कथा सुनाउँछु जसले तपाईहरूको मनमा एक किसिमको डर र कौतूहलता जगाउनेछ। यो कथा केही वर्ष अघि एउटा दुर्गम पहाडी सडकमा घटेको भनिन्छ। रातिको समय थियो, आकाशमा बादल मडारिएका थिए र सडकमा कुहिरो बाक्लो थियो। विजय आफ्नो पुरानो जिपमा एक्लै यात्रा गर्दै थियो, जसले काठमाडौँमा निकै टाढा हिमाल पारीको एउटा सानो गाउँसम्म सामान पुर्याउनु थियो। यस्तो बाटोमा एक्लै हिँड्नु खतरा थियो, तर कामले गर्दा उसलाई जानै पर्ने भयो। जिपको हेडलाइटले मुस्किलले अगाडिको 10-15 फिट मात्र देखिन्थ्यो। सडकको एउटा छेउमा घना जङ्गल थियो भने अर्को छेउमा गहिरो भिर। अचानक जिपको अगाडि एउटा सेतो साडी लगाएकी एक महिला हात हल्लाउँदै उभिएकी देखी। विजयलाई अचम्म लाग्यो। यस्तो सुनसान ठाउँमा यति राति कसरी कोही महिला एक्लै हुन सक्छ? उसले जिप रोक्यो। दिदी, के भयो? कता जानुहुन्छ? विजयले सोध्यो। महिलाले कुनै जवाफ दिएनन्, केवल औल्याङ एउटा सानो घर छ, त्यहाँसम्म पुर्याइदिनुहोस् न। उनले आवाज अलि कापेको जस्तो सुनियो। विजयलाई मनमा डर त लाग्यो, तर यस्तो रातमा एक्लै छाड्न पनि मन लागेन। उसले महिलालाई जिपमा चढ्न भन्यो। महिला पछाडिको सिटमा बसिन् र जिप कुद्न थाल्यो। केही बेरपछि विजयले ऐनामा हेर्दा महिलाको अनुहार स्पष्ट देखेन, तर उनको कपाल अलि बढी लामो र अस्वाभाविक लाग्यो। उसले कुरा गर्न खोज्यो। दिदी, तपाईँ कहाँबाट आउनुभएको? महिलाले कुनै जवाफ फर्काइनन्। जिप अगाडि बढ्दै थियो र कुहिरो अझ बाक्लो हुँदै गयो। अचानक विजयलाई एउटा अनौठो गन्ध आयो, सडेको मासुको जस्तो। उसले पछाडि हेर्दा ऐनामा महिलाको आकृति थिएन। उनले हतार ब्रेक लगायो। जिप रोक्यो। विजयले पछाडि फर्केर हेर्दा सिट खाली थियो। उसलाई लाग्यो कि यो सपना हो कि कुहिरोको कारणले होला। उसले आफ्नो मुटु छाम्यो। त्यही बेला जिपको च्यालबाट ट्याक ट्याक आवाज आयो। विजय डराउँदै च्यालतिर हेर्दा अघिको त्यही सेतो साडी लगाएकी महिला थिइन्। उनको अनुहार निलो परिसकेको थियो, आँखा रसाएका थिए र ओठबाट कालो रगत चुहिरहेको थियो। उनले बोल्न खोज्दै थिइन्, तर उनको घाँटीबाट मलाई बचाऊ भन्ने अस्पष्ट आवाज मात्रै निस्क्यो। विजयले चिच्याएर जिप स्टार्ट गर्यो र अगाडि बढ्यो। उसले फर्केर पनि हेरेनन्, केवल जिपलाई तीव्र गतिमा कुदाउँदै गयो, जबसम्म उसले केही उज्यालो र मान्छेहरूको आवाज सुन्न पाए। पछि उसले त्यस ठाउँका मानिसहरूलाई यो कुरा सुनाउँदा उनीहरूले भने, त्यो बाटोमा धेरै पहिले एउटा महिलाको हत्या भएको थियो। उनको आत्माले अझै पनि त्यस बाटोमा हिँड्ने यात्रुहरूलाई लिफ्ट माग्छे र जो रोकिन्छ उसलाई। यो कथा सुन्दा आज पनि मलाई त्यो बाटोको कुहिरो र सन्नाटा याद आउँछ। के तपाईहरूलाई पनि कहिले यस्तो अनौठो अनुभव गर्नुभएको छ?